सन्चै हुनुहुन्छ? सन्चै छ। मलाई चिन्नुभयो कि बिर्सिनुभयो? चिन्छ। चिन्नुहुन्छ? ल म काभ्रेपलाञ्चोक जिल्ला चौवास, पहिला भुम्लु 4 अहिलेको चौवासको तल कोड्काको ताराबहादुर कुँवर। हजुर चिन्छु म राज्यले सम्मान गरेको मान्छे, प्रबल जनसेवा श्री पदक प्राप्त है, अनि के अरे चाहिँ नि मानर्थ विद्यावारिधि प्राप्त डाक्टर समाज सेवामा है डाक्टर। हजुरलाई म हजुरको आशिक लिन आएको आज है। अनि हजुरलाई धेरै कुराको खाँचो परेको छ अरे भन्ने मैले धेरै पहिलादेखि सुनेको थिएँ। अनि आउन गाह्रो भयो, त्यति टाढा आउन, चौवासमा आउन धेरै साधन स्रोतको वर्षातको कारणले आउन सकिएन। त्यसो भए अहिले हाम्रो साथमा को आएका छौँ त भन्दाखेरि हामी भुम्लु गाउँपालिकाको चाहिँ चौवासको समाजसेवी व्यक्तित्व विक्रम शमशेर कुँवर पनि आउनु भएको छ। उहाँ देख्नुभयो ल है। अनि त्यसै गरी तपाईँको यहाँ तपाईँकै छोरा चन्द्रसिंह लामा पनि आउनु भएको छ होइन त। अनि चाहिँ नि अब तपाईँलाई के खाँचो पर्यो रे भन्ने सुने भने तपाईँलाई यो दिशा बस्ने भाँडो चाहियो रे, कुर्सी कमोड हो। यो चाहिँ खुब चाहिएको थियो तपाईँलाई होइन त। अनि त्यसो भए हुनाले तपाईँलाई उ त्यो बैशाखी पनि चाहियो भने हो, बैशाखी पनि। अनि तपाईँलाई अर्को चाहिँ उ त्यो 4 खुट्टा टेकेर हिँड्ने पनि चाहियो। त्यो 4 खुट्टे त्यसलाई पनि मलाई चाहिँ माग हुँदाखेरि यो 3 चिज माग भयो। यहाँ चन्द्रसिंह भाइले भन्नुभयो ल ठिक छ, तपाईँलाई जे चाहिन्छ मैले ल्याइदिएको छु। तपाईँलाई आवश्यक भएको 25 रुपियाँ, 25,000, 2500, 1500 गर्छ। ठिकै छ, त्यो पैसाको कुरा नगर्नुहोस्। मैले बालाई पैसा लिने पनि होइन। बालाई चाहिँ उहाँ हुनुहुन्छ हाम्रो भुम्लु गाउँपालिका 4 नम्बर वडा चाहिँ नि चौवासको चाहिँ दुदु गाउँ भन्ने ठाउँमा चाहिँ लामराङ टोल भन्ने ठाउँको मान्छे तपाईँ है। चौवासको दुदु गाउँको लामराङ टोल निवासी 92 वर्ष हुनुभयो। 92 वर्षीय बुबा मानबहादुर तामाङ। ल नमस्कार गरे ल आशिष टाउकोले ढोगे ल है। अनि त्यहाँबाट अब तपाईँलाई हामीले यो चाहिँ अब तपाईँलाई चाहिँ हामीले यो चिजहरू लिएर आयौँ आज। हेर्नुहोस् हामी अब अस्ति नै आउन भ्याइएन, ढिला भयो, त्यसको लागि क्षमा गर्नु होला। र अहिले चाहिँ हामी अब यो तपाईँको लागि हामीले यो सामानहरू लिएर आएको छौँ। यो सामान दिनुभन्दा अगाडि तपाईँलाई सुस्वास्थ्य दीर्घायुको कामना त गर्नु पर्यो, सम्मान पनि गर्नु पर्यो। त्यसो भए यो खादा लाएर बाबु सम्मान गरिदिनु अनुरोध गर्छु। हाम्रो समाजसेवी व्यक्तित्व विक्रम शमशेर कुँवर भाइलाई यो सम्मान गरिदिनु। ताली बजाउनु त, ताली ताली ताली। ल बाल है, अब हाम्रो बाल है र उहाँकै छोराको उहाँको बुहारीको हातबाट यो फल, यो चाहिँ अमृत। ल आउनु बुहारी र उहाँको बुहारीको हातबाट यो चाहिँ यो युक्रेनमा बनेको फलफुल हो है। हामी नेपालीहरू धेरै धनी छौँ, नेपालमा उत्पादन गर्दैनौँ, उता युक्रेनतिर। ल सुन्तला ल खाली 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 ल। हजुर यति धेरै माया गर्नुहुन्छ बुवालाई, 92 वर्षको बुवालाई यति स्याहार सुसार गरेर यति स्वस्थ बनाएर राख्नु भएको छ। तपाईँले त काशी गया धर्म कहीँ गर्नै पर्दैन नि, ससुरा बाको सेवा गरे पुग्यो है। त्यति भए पुग्यो। त्यही भएर म पनि हो ल ठिकै छ। अब तपाईँलाई चाहिँ हामी सुस्वास्थ्यको कामना गरेर यो सम्मान सहित तपाईँलाई हामीले यो चाहिँ अब तपाईँलाई पहिलो नम्बरमा यो बैशाखी तपाईँलाई चाहियो यो है त। खुसी हुनुभयो? यो चाहिँ गजब है। अनि यो चाहिँ चिसा बस्ने भाँडो है, यो यस्तो गर्ने है, अनि यसरी टक्क बस्ने टक्क आनन्दले त्यतिकै बसे नि भयो है। अनि त्यहाँबाट यसमा यहाँ बसेर दिशा गर्ने है। दिशा गरिसकेपछि गनाउँछ फेरि। अनि गनाउने भयो भने बिर्कोले फुत्त छोपिदिने, अनि बुहारीले उठाएर फुत्त लाने बाथरुममा फालिदिने है। ल यो चाहिँ यस्तो यो तरिका हो। यो पनि गजब हो। यो नि गजब हो होइन त। यस्तो टोइलेट मात्रै बस्नु गर्ने, त्यो टोइलेटमा बस्नु यो टोइलेट मात्रै नभइकन कुर्सीको काम पनि गरेर है। ल तपाईँलाई हामीले यो पनि हस्तान्तरण गऱ्यौँ। लु लु समाउनुहोस्, परै समाउनु। ताली बजाउनु, ताली 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 ताली। होइन हजुरले त समाउने, हजुरले ताली बजाउने ल है। अनि अब बुवालाई यो ल अब यो पनि तपाईँलाई ल यो पनि राख्नु। चाहिएन भनेदेखि पछि छोरालाई भन्नु होला, हामी फर्काइदिउँला, अरूलाई दिउँला।
है बाहिर जाँदै पनि मिल्छ मजाले त खेट्दै टुडु है अनि सानो ठुलो बनाउन नि मिल्छ यहाँ फोल्डिङ गर्न नि मिल्छ है यहाँ फोल्डिङ गर्ने उ यस्तो छैन यो यस्तो फुत्त थिच्ने यसरी यस्तो हुन्छ है अनि यसो गर्ने अनि सानो होचो बनाउनु पर्यो भने उ यहाँ यो सानो सानो टल्किनी छ कि उयो टल्किनी यो टल्किनी है यो टल्किनी अनि यसो यहाँ थिचेपछि सानो बन्छ यस्तो तल जान्छ माथि ल्याउँछ पुरो बुझ्नुभयो ल तपाईँले 3 चिज चाहिँ तपाईँलाई आवश्यक भनेर हामीले ल्याइदिएका छौँ तपाईँ एकदम चाहिँ नि यो त हाम्रो 92 वर्षीय पूजनीय बुबा हाम्रो भुम्लु गाउँपालिका चौवास बुवालाई हामी आज हामी तिहारको दिनै भनौँ न आज हामी फागुन के अरे कार्तिक महिनाको 7 गते आज हामी हजुरलाई यो सामान दिएर हजुर जस्तै पुरै चाहिँ नि हाम्रो काभ्रेपलाञ्चोक जिल्लाभरिका घुम्नुभरिका मान्छेहरूलाई चाहिँ अरूलाई पनि चाहिन्छ भने हामी यो कुर्सी कमोड बैशाखी यो वाकर होइन अनिखेरि त्यहाँबाट अर्को व्हिल चेयर उडाउने त्यो पनि हामीले बाँड्छौँ अहिलेसम्म हामीले 200 भन्दा बढीलाई बाँडिसक्यौँ है अब अरू मान्छे पनि तपाईँ जस्तै कोही थाहा नपाएर अब तपाईँलाई उहिले चाहिएको हामीलाई खबरै आएन हामीलाई खबर आयो त हामी परारै दिइसक्थ्यौँ नि पोरै दिइसक्थ्यौँ नि अब तपाईँलाई चाहिएको त परारै रहेछ त अनि थाहा भएन अब त्यसो भए तपाईँ जस्तै थाहा नपाउने कोही गाउँमा बसेका मान्छेहरूलाई यो एउटा यो दिशा बस्ने भाँडो कुर्सी कमोड होइन त्यो 4 खुट्टा टेकेर हिँड्ने यो बैशाखी अनि व्हिल चेयर पाङ्ग्रावाला चाहियो भने यो डाक्टर ताराबहादुर कुँवरले दिन्छ ढुक्क भएर हामी एनजिओ आइएनजिओ विदेशी नियोगबाट कुनै 2 नम्बरी पैसाको हामी यो सामान किन्दैनौँ यो हाम्रो आफ्नो शुद्ध पसिनाको मेहनतको बलले लिएर आउँछौँ यो सबै मेरो आफ्नै पसिनाको पैसाले ल्याओ है व्हिल चेयर चाहिँ हामी अरू साथीहरूलाई पनि माग्छौँ साथीहरूले सहयोग गर्छन् घरमा तैँले मात्रै गर्नु भएन हामीलाई पनि गर्छौँ भन्नुहुन्छ साथीहरूले मिलेर गर्छौँ यो चाहिँ हामीले पसिनाको कमाइले किनेर ल्याएको हो है बुवा यसलाई सदुपयोग गर्नुहोस् र हजुरलाई सुस्वास्थ्य दीर्घायुको कामना हामीले गर्यौँ सम्मान पनि गर्यौँ है तपाईँलाई अब यो हाम्रो जुन भुम्लु गाउँपालिका 4 चौवासको यो दुदु गाउँको चाहिँ तपाईँ के अरे लाम्राङ टोल निवासी चाहिँ नि 92 वर्षीय मानबहादुर तामाङज्यूको सुस्वास्थ्य दीर्घायुको कामना गर्नलाई हामी पवित्र उद्देश्यले निस्वार्थ भावनाले मानव सेवा गर्नलाई दुःख पीडामा छटपटाएका दिन दुखीहरू गरिब असहाय अशक्तहरूको सहयोग गर्नको लागि हामीलाई मूल खर्क भीमसेन है दुलालेश्वर महादेव पलाञ्चोक भगवती है अनि चाहिँ धनेश्वर महादेव चण्डेश्वरी माता बेथानचोक नारायणले खटाएको मान्छे हामी कुरा बुझ्नुभयो नि त्यसो भए तपाईँलाई मात्र यहाँ संसार सबैलाई जसले चाहियो भने हामीले दिन्छौँ त्यसो भए हजुर मार्फत यदि कसैलाई चाहिने रहेछ भने त्यो पनि खबर गरिदिनु होला यति कुरा भन्दै अब हाम्रो भुम्लु गाउँपालिका समाजसेवी व्यक्तित्व विक्रम शमशेर कुँवरज्यूलाई हामीले यो सामानहरू बाँडेकोमा यहाँलाई कस्तो लाग्यो 2 शब्द बोलिदिनु अनुरोध गर्छु नमस्ते यस्तै त हो अब यो सबै अब यो गाउँमा गएर आजदेखि होइन 2 वर्ष अगाडि डाक्टर ताराबहादुर कुँवरले बाँडेर आइरहनु भएको छ यो सिलसिलामा बिहान अब हाम्रो सर चन्द्रसिंह सर मलाई त पढाएको सर हुनुहुन्थ्यो पहिले उहाँको बुवा हुनुहुँदो रहेछ यसरी आउनुभयो एकदम खुसी लाग्यो र यस्तै गरी अरू पनि हाम्रो भुम्लु गाउँपालिकामा अरू 10 वडामा अरू तपाईँहरूले चिनेकोमा पनि कसैलाई यस्तो बिरामी हुनुहुन्छ भने हामीलाई खबर गर्न पनि अनुरोध गर्दै मेरो यो एकदम खुसी लागेको भन्दै थ्याङ्क यू ल हाम्रो समाजसेवी व्यक्तित्व हामी मिलेर काम गर्नुपर्छ गाउँमा दुःख पीडामा को छन् त्यो पनि तपाईँले जानकारी राखिदिनु होला तपाईँ जानकारी राख्नु होला अब कोही मान्छे यति चिज एउटा चिज पायो भने उनीहरूको जीवनै सहज हुन्छ भने किन नदिने हामीलाई भगवान्ले दिया छ हामी मागेर पनि लान सक्छौँ किन्न सक्ने मागेर लान सक्छौँ त्यसो भए हुनाले त्यस्तो मान्छे कोही छन् भने मेरो फेसबुकबाट हेरेर बसिरहने मान्छेले पनि 98 15 93 425 मा ड्याममा फोन गरेपछि आइपुग्यो भनेर जाने हुन्छ किन भन्दा अब म आफै गाडी लिएर हुरुर आइहाल्छु है त्यसो भए हामीलाई केही त्यो सामान दिए बापत केही पनि दिनु पर्दैन एउटा मानवता मानवीय कर्मको लागि हामी आएको हो र चाहिँ त्यसै गरी अब हामीले हाम्रा 92 वर्षीय बुवा मानबहादुर तामाङ ज्यूलाई हामीले यो कर्म गर्यौं हामीलाई तपाईले
आशिक दिन पर्दा तपाईँले के आशिक दिनुहुन्छ? ल बुवा आशिक हुनुपर्छ, संसद हुनुपर्छ। संसद भने के हो? यो सांसद भनेको हजुर हजुर अनि फेरि मेरो आशीर्वादले मभन्दा ठुलो त्यहाँ कोही छैन, मभन्दा सानो मात्रै छ, मभन्दा ठुलो कोही छैन। हजुरभन्दा उमेर ठुलो भएको कोही पनि छैन, हजुर मात्रै हुनुहुन्छ भन्नु। अनि ल हजुरले यो हजुर 92 वर्षीय बुवाले मलाई चाहिँ सांसद हुनु भनेर आशीर्वाद दिनुभयो, मन्त्री पनि हुनु भन्न बेर लाउनुहुन्न जस्तो लाग्यो मलाई त। हुन्छ होइन, ल हजुरको आशीर्वाद लाओस्। हामीले भनेको मौका पायौँ, त्यसै गरी मान्छेले पत्ताए भनेदेखि हामीले गर्ने भनेको सेवा नै हो, पवित्र कर्म नै हो है। देशलाई कसरी बनाउने भने सोच्ने नै हो, हाम्रो कामै त्यही हो। ल बुवा हजुरलाई हामीले यति सामान दिउँ, आशीर्वाद ल हजुरको जय होस्, हजुर स्वास्थ्य कामना गरी ल। नन्दे बुढाले भन्थ्यो मसँग विरोध गऱ्यो भने दुःख पाउँछै माइर भन्थ्यो, मलाई सोच भनेर लाटा भन्थ्यो।